नमस्ते टेक्नोबाई च्यानलमा तपाईँहरूलाई स्वागत छ। आज म तपाईँहरूलाई राष्ट्रिय परिचय पत्र अनलाइनबाट कसरी डाउनलोड गर्ने एकदमै सजिलो तरिका सिकाउने छु। भिडियोलाई स्किप नगर्नुहोला। अन्तिममा म तपाईँहरूलाई एकदमै जेन्युन टिप्स देखाउने छु अथवा तपाईँहरूलाई सिकाउने छु। च्यानलमा नयाँ हुनुहुन्छ भने छेउमा रहेको बेललाई हल थिच्नुहोला, लाइक गर्नुहोला, भिडियोलाई सक्दो सेयर गर्नुहोला। आउनुहोस् भिडियोतर्फ। सबैभन्दा पहिले तपाईँहरूले आफ्नो मोबाइलबाट नै सजिलै गर्न सक्नुहुन्छ अथवा डाउनलोड गर्न सक्नुहुन्छ अथवा गुगल क्रोम ब्राउजर अथवा गुगलमा यसरी टच गर्नुहोला। मैले हेरेर माथि सर्च बार तपाईँहरूले सिटिजन पोर्टल .DONIDCR.gov.NP यसरी टाइप गर्नुहोला र सर्च गर्नुहोला। सर्च गरिसकेपछि अब हेरेर तपाईँहरूको सिटिजन पोर्टल नेपाल एप्लाई फर नेसनल आइडी चेक स्टाटस भनेर आउँछ। हेरेर माथि सिटिजन पोर्टल .DONIDCR.gov.NP भनेर यसको वेबसाइट आएको छ। हेरेर टच गर्नुहोला। टच गरिसकेपछि र यो वेबसाइटमा आइसकेपछि र डाउनलोड योर ENID भनेछ। तपाईँहरूले अब हेरेर डाउनलोड योर ENID भन्नेमा यसरी टच गर्नुहोला। यसमा टच गरिसकेपछि अब तपाईँहरूले माथि फुल नेम भन्ने छ, नेपालीमा लेख्नु फुल नेम भयो। अनि त्यसपछि हेरेर डेट अफ बर्थ लेख्नुहोला। त्यसपछि सिटिजनसिप इस्यु डेट लेख्नुहोला। त्यसपछि क्याप्चा अनि हेरेर क्याप्चा छ। क्याप्चा गरिसकेपछि सर्च हेरेर सर्च गर्नुपर्छ। मैले हेरेर फटाफट नाम टाइप गरेको छु। अब हेरेर फुल नेम राख्नुहोला, बर्थ राख्नुहोला। अब डेट अफ बर्थ राखिसकेपछि हेरेर सिटिजनसिप इस्यु डेट राख्नुहोला। हेरेर क्याप्चा राख्नुहोला। डेट राखिसकेपछि हेरेर तल क्याप्चा राख्नुहोला। सर्चमा क्लिक गर्नुहोला। टच गरिसकेपछि अब हेरेर यसरी देखा पर्छ। हामीले सबै कुरा फर्म फिलअप गरिसकेपछि अब यो नेसनल आइडी भन्ने छ। हेरेर यसरी देखाउँछ। यसरी देखाइसकेपछि अब तपाईँहरूले हेरेर डाउनलोड कार्ड भन्ने छ। यसरी यो डाउनलोडमा यसरी टच गर्नुहोला। अब हेरेर डाउनलोडमा टच गरिसकेपछि हेरेर फेरि डाउनलोडमा यसरी टिक गर्नुहोला। टिक गरिसकेपछि हेरेर माथि ओपन गर्नुहोला। हेरेर ओपनमा अब पासवर्ड माग्छ। मेन भनेको पासवर्ड माग्छ। तपाईँको अगाडिको नामको अगाडिको 4वटा अक्षर र जन्म मितिको पछाडिको 4वटा अक्षर राख्नुहोला। जस्तै मैले नामको अगाडि राखेँ अनि त्यसपछि जन्म मितिको अगाडिको 4वटा राख्नुहोला। नामको अगाडिको 4वटा अक्षर र जन्म मितिको अगाडिको 4वटा अक्षर राखिसकेपछि अब मात्रै अब यति टाइप गरिसकेपछि हेरेर अब सजिलो तरिकाले हामीले हेरेर तपाईँहरूले मैले भने सुरुको अगाडिको 4वटा तपाईँको नामको अक्षर राख्नुहोला। अनि त्यसपछि चाहिँ अनि सुरुको फेरि जन्म मितिको 4वटा अक्षर राखिसकेपछि यसरी खुल्छ। तपाईँहरूले यसरी सजिलै तरिकाले आफ्नो डाउनलोड गरेर राख्न सक्नुहुन्छ। अब हेरेर खुलिसकेको छ। तपाईँहरूले हेरेर यसलाई सेभ गरेर अथवा राख्न सक्नुहुन्छ। यसरी आफ्नो कुनै डिभाइसमा चाहिएको बेलामा अवस्थामा सजिलै तरिकाले युज गर्न सक्नु।